हेलो नमस्कार साथीहरू सबैजनालाई स्वागत छ मेरो अर्को फेरि पनि नयाँ भिडियोमा र आज म छु मेरो मोमा बोजू मामा माइजूको घरमा। घाम आयो साथीहरू, यहाँ हुनुहुन्छ मेरो मोमा। यो हाम्रो मोमाको घर। मेरो मेमोरिज यहीँबाट स्टार्ट भएको, मेरो चाइल्डहुड। यो घुरेनमा कता पो यो तल घुरेनमा यो मोमा। यहाँ घुरेनमा चाहिँ धेरै के हुन्थ्यो अरे मोमा, कोदो मकै हुन्थ्यो, त्यसको बादमा उखु हुन्थ्यो सबभन्दा बेसी यहाँनिर। यो तलको उखु चाहिँ म सानोमा आफै काटेर खान्थेँ अरे नि। त्यही भएर चाहिँ गाइस मेरो दाँत चाहिँ खत्तम भएको। यहाँ टिचकुले छ। हाई टिचकुले, हेलो टिचकुले। टिचकुले के यसको नाम? बुनु पुनु पुनु रहेछ यसको नाम चाहिँ। हेलो पुनु। अर्को टुनु चाहिँ यता छ। टुनु 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 के भयो तिमीलाई चाहिँ? साह्रो पर्यो भिडियो बनाएको। यो मेरो मोमाको घर। अहिले त मोमा घरमै उयो फिल्म हुन्छ। यहीबाट चाहिँ उयो हुन्छ नि त, भिडियो क्याप्चर हुन्छ नि त। हाल्छु नि भिडियो। ए भइहाल्छ। यहाँ त कस्तो देख्छ यता। ए चस्मा लाएर हेर्न। अब घाम उयो लाग्नु। ए घाम लागिसकेको हो कि नलागेको? कहाँ यति बेला सुतिरहेछ, राति भइरहेको छ यति बेला। घाम जुत्न माइजू, हाम्रो माइजूले यहाँ सब्जी बनाउनु हुँदैछ हो। त्यो सब्जी वाह, कोपी एन्ड आलु। यो खानु चाहिँ यस्तो टेस्टी हुन्छ कि माइजूको हातको। गाय हमारी माता है। गाई यहाँबाट दुध दिन्छ गाईले, बाछी रहेछ। त्यो रमाइलो हुन्छ गाउँ बस्तीमा त। यो क्याक्टस त अम्मम सानो ठुलो भएन रहेछ त। हो र, घर जत्रै पुग्न आँटेछ। आम्मामाम हो र, अन्त माथि पुगिसकेछ। ए फुल चाहिँ यसमा, फुल चाहिँ फुल्दैन। यो चाहिँ थियो हाम्रो सानो सफर। यहाँ माथि हर्रा छैन भने नि मोमा